स्वागत है आप सबका फैमिली फर्स्ट में। गुड मॉर्निंग, हर हर महादेव। जैसे कि आप सभी जानते हैं बहन की शादी लग चुका है, तो आज है कसार पटाने का दिन। तो हमारे गोरखाली रीति रिवाज से आज कसार पटाना बोलते हैं, जो एक चावल और गुड़ से लड्डू बनता है और हल्दी भी आजी है और मेहंदी भी आजी है। साथ में यहाँ पे पूजा करना होता है, तो वो अभी हो रहा है पूजा कसार पटाने के टाइम में। सबसे पहले साइड बोलते हैं, तो साइड लगाना पड़ता है, शुभ लगन देखना पड़ता है, तो उसके बाद कसार पटाना होता है। बने रहे के साथ आप लोगों को आज हम जरूर दिखाएंगे कसार पटाने का सारा रसम और हमारा गोरखा रीति रिवाज। विवाहको लागि हामी सबैजना तयारी छौँ त लगनको लागि। लगन निकालौँ। आज फेब्रुअरी महिनाको 25 तारिक 2026 बुधबारका दिन फागुन महिनाको 13 गते नवमी तिथि। आज हाम्रो भोजनारायण निचेलाइन बागाभिटा निवासी सुधा प्रधानको शुभ विवाह लगनको लागि हामी सबै आफन्त इष्टमित्र छर छिमेकी सबै तयारी छौँ त। बोक्ने तयारी, बोक्ने तयारी, काग्रो पानी बोक्ने तयारी, तयारी, बरनीको टपरी बनाउने तयारी, चुलावाला तयारी, पकाउने कसार भुट्ने तयारी, गाना बजाउने तयारी, लगन निकालौँ। क्यामेराम्यान तयारी, लगन निकालौँ। आज भार चाहिँ को बोक्ने? भार बोक्ने लगन आज फरवरी महिनाको 25 तारिक बुधबारका दिन फागुन 13 गते हाम्रो भोजनारायण निचेलाइन बागाभिटा निवासी सुधा प्रधानको शुभ भोलि शुभ विवाह हुनका लागि आज पहिलो दिन हामी शुभ लग्न निकाल्दैछौँ। शुभ निकाल्नका लागि लग्न निकाल्नका लागि हामी इष्टमित्र छरछिमेकी आफन्त बन्धु बान्धव सबै तयारी छौँ। लगन निकालौँ। बोक्ने तयारी, सुनवाला तयारी, नानी गाग्रो बोक्ने तयारी, लाउने तयारी, चुलावाला तयारी, तयारी, बरानीको टपरी बनाउने तयारी, चुला बाल्ने तयारी, खाना बजाउने तयारी, तयारी, थाली बजाउने तयारी, देउरी तयारी, लगन निकालौँ। भन्दा 3 पल्ट आउँदै राख्दै गर्नु धान बोक्दै अनि कोक्दै गाना बजाऊ। अब
होइन उसले बन्दै थियो भिमिनी बहिनी र पलाई क्यामेराम्यान गाना बजाउने सबै तयारी निकालौ। आज फरवरी महिनाको 25 तारिक यही समयलाई शुभ मानेर उनीहरूले हाल्नु पितृको हो नि त आफै चढाउँछ यो पानको पत्ता हो अहिले लगन गाँठो गरेछ त्यस्तो हो ओम श्री सार्वभौम स्नातक कला समुखे वेद साम वेद रन्द संसहितम देवम कलश तप पान त यस्तो छ त भाइ म पपुलर भन्दै रिसिभ गर्छु दुईटा के एउटा सुपारी परमडा बेस रोटीले तेल तान्दैछ दिदी होइन रोटी त राम्रै हुँदैछ कि तान्दा राम्रो हुन्छ त्यो राख्दिन भरे कतिखेर गर्ने हो खुट्टामा पनि लगाइदिनु पर्ने खुट्टामा पनि लगाएर ढोक्नु बहिनी हो छोरी नै हो खुट्टा धुइमै राखेर ढोग्नुपर्छ राख्नु थियो भरे अब पकड़े रहो ना भाईजू भाई भनेको माइजू चाबी मेरोमा छ कस्तो हुनुहुन्छ तपाईले बिहा गर्नुभयो कहिले हो हिजो अस्ति त नगरेको जस्तो देखेँ त पुरानो देख्दैन नि त्यही याद गर्दै थियो त्यही त त्यही त बिहामा हामीले नि प्रधान नि हो नि त नि बिचमा एउटा तिनवटा एउटा तिनवटा यहाँ बिचमा होइन अडिनाले ममा चोक्नु खाना दुबो माथि फालेको तपाईँहरू त्यहाँबाट त्यसको सिधा तल बस्नु चौखटमा दुईजना दाहिने देवीले अटिन्छ अटिन्छ टाउको जोड्नु टाउको जोड्नु हो त्यहाँ टपरी राख्नु एकछिन माथि टाउको टपरी राख्नु घिउ जान्छ यो माथि राख टाउको हो 7 पल्ट टाउकोमा त झार्नु त त्यसरी नि दिदी चम्चीले नि 7वटा डल्ला छ नि छोए जस्तो गरेर 7 पल्ट त्यसैले मैले नि चेयरमा गर्ने चेयरमा त्यसैले मैले सोधा सुबा सुधा सोबालाई भित्र जाऊ भन्दै थिएँ बसो बसो पुण्य बसो गणा बेगनवन स्वस्ति न पोखा तपाईँले साथीले जानु जित्दै राख्छ स्वस्ति न तारी छु अरिष्टो नेबी स्वस्ति नो बृहस्पति रे दधातु विगत स्वाहा मोरुतः वृष्टिमा तरः शुभं जवानो विद्यते अलि झरोस् न टाउकोमा राम्रो हो त जानुपर्छ नि
स्वस्ताये स्वस्तिभ्यो नमः सहस्रशीर्षः पुरुषः सहस्राक्षः कपड़ा देके गमछी देके गमछी देके जल्दी से झरेको राम्रो त टाउकोमा अलिकति भयो भरे न अब बेहुलीको दाजु भाउजू अब आमा बाउ जतिकै होइन अनि जसो बेहुलीलाई गर त्यसै खुट्टा देखिनु भएन दुइटै छानामा राखिदिनु घोटो नपार्नु नानी यतिकै छानामा राखिदिनु न घर नझरोस् ल नानी रातो टिका निधारमा भिडियो गरिदिएको सबै हुँदैछ औ 2 in 1 भयो ल मामा चाहिँ किन बिचमा हड्डी बनिनु भएको त जानु बडा काम पानी चाहिँ होइन मलेजीले चाहिँ भत्काउँछ नि चाहिँ बुझिसक्यो हौ ल जान्छ ल दुइटै चल्छ फेरि यताबाट यो भिडियो गर्दै यस्तो गर्दैन यसरी सर्ट पनि गर्दै एकछिन गरेको फेरि सर्ट